प्रणाम। आज मिति 2083 साल श्रावण महिनाको 1 गते तृतीया तिथि उपरान्त चतुर्थी तिथि लाग्दछ। आज सूर्य भगवान मिथुन राशिबाट कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ। अब पुनर्वसु नक्षत्रको चतुर्थ पाउ हिबाट सुरु हुन्छ। आज 12:03 जाँदा सूर्य भगवान आज कर्कट राशिमा प्रवेश गर्दै हुनुहुन्छ र आज त्यसै कारणले गर्दा श्रावण महिनाको 1 गते श्रावण सङ्क्रान्ति। आजको दिनमा देवी सरो, पानी सरो, भलायो, कुकुर डाइनो यस्ता विभिन्न प्रकारका जडीबुटी औषधिहरू वनस्पति पनि जम्मा गरेर त्यसबाट कण्डारक नामको दैत्यराजको पूजन गरेर आफ्नो शरीरको रक्षा, सम्प्रदायको रक्षा, आफ्नो समाजको रक्षा पनि गरेर लुतो फाल्ने परम्परा पनि रहेको छ। र सम्पूर्ण आज कण्डारक पूजनको दिनमा श्रावण सङ्क्रान्तिको अवसरमा सम्पूर्ण महानुभावहरू, सम्पूर्ण भक्तजनहरू, सम्पूर्ण सुन्दर साथजीको चरणमा हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्न चाहन्छु। श्रावण सङ्क्रान्तिको हार्दिक शुभकामना। आज सूर्य दक्षिणायन लागेको दिन। आजबाट शिव पूजनहरू पनि गरिन्छ, दान पूजन र स्नान गरिन्छ, व्रत बस्ने परम्परा पनि रहेको छ यो श्रावण मासभरि।